सबैलाई नमस्ते अनि सबैलाई नमस्ते। के कस्तो अवस्थामा हुनुहुन्छ तपाईँहरू, कतातिर हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? म यति बेला चाहिँ एकै साँझ भइरहेको छ अहिले होइन, 6 बजिरहेको छ। म चाहिँ यता चर्चतिर जाँदैछु, हाम्रोतिर जवान सङ्गति अनि भोलितिर चाहिँ साप्ताहिक सङ्गति हुन्छ अनि त्यसको लागि चाहिँ चर्चतिर जाँदैछु। 6 बजी खुसी हो अनि बस चाहिँ हो त्यतातिर नजिकै छ, त्यहाँनिर लास्ट ग्रिन रेड बत्ती चाहिँ छ, त्यहाँनिर जाँदैछु। नजिकै छ तर त्यो टाढो चाहिँ देखियो, यता अगाडितिर चाहिँ छ। बसले गर्दा पनि धेरै सहज चाहिँ बनाएको छ अहिले, बस सिस्टम चाहिँ बनाएको छ। बसमा चाहिँ म चढ्दैछु अगाडिको बसमा। यस्तो बस स्टपको लागि चाहिँ यस्तो स्टपहरू चाहिँ बनाएको हुन्छ। बसमा चढ्दैछु, यो चाहिँ मेरो चढ्ने बस हो होइन। स्टपहरू चाहिँ यस्तो मान्छे बस्नुको स्टपहरू चाहिँ बनाएको हुन्छ। म चाहिँ बसमा चढ्दैछु है त। म चढ्ने बस चाहिँ यतातिर छ है, यतातिर छ। यो चाहिँ म चढ्ने बस हो, भक्क लाएर। बस स्टप चाहिँ ठाउँमा स्टप चाहिँ हुन्छ। बस स्टप भक्क लाएर बस। I can go? I will punch card. यो बस चाहिँ यसरी पन्च गर्ने सिस्टम चाहिँ यसरी बनाएको हुन्छ अनि यसरी कार्ड पन्चिङ भयो, टक्क लाएर यसरी चाहिँ यस्तो कार्डहरू होइन, यस्तो कार्डहरू हुन्छ यहाँ चाहिँ, यस्तो कार्डहरू। अनि यो कार्डहरू चाहिँ टक्क आफूले ब्याङ्क एकाउन्टबाट चाहिँ कार्डमा पैसा एडहरू गर्न सकिन्छ। अनि यसको आधिकारिक अफिसतिर पनि यसो यो कार्डहरूमा पैसा राख्ने मान्छेहरू पनि हुन्छ। अनि टक्क होइन, कार्डहरू पञ्च गऱ्यो अनि गाडी चढ्यो। एउटा राम्रो एउटा सिस्टम चाहिँ छ यो गाडीमा होइन। नेपालतिर हुन्थ्यो भने अब मान्छेले भाडा उठाउनु पर्थ्यो होला होइन, यताउति गर्नु पर्थ्यो होला। यहाँ चाहिँ एउटा सिस्टम अनुसार आफ्नो सिस्टमले चाहिँ चल्ने अनि यो सुविधा चाहिँ छ। यो बस चाहिँ हाम्रो बस चाहिँ यस्तो हो। अनि कुनै ठाउँमा चाहिँ मान्छे नभए पनि यो बस चाहिँ चलिरहेको छ, खासै मान्छे हुँदैन तर पनि चलिराखेको हुन्छ। यो बसमा चाहिँ अहिले मान्छे चाहिँ छैन। यो दृश्य चाहिँ लगभग साँझको 6:30 बजीतिरको हो। एकदम यहाँतिर चाहिँ छिटै आजभोलि रात पर्छ, किनभने नेपालतिर पनि यो चिसो सिजनमा चाहिँ होइन एकदमै के भन्छ रात लामो दिन छोटो हुन्छ नि त, यहाँ पनि त्यस्तै भनौँ। अनि यो चाहिँ साँझको दृश्य हो। यो मेरो एकदमै यात्राहरू गर्दैछु मैले अनि एकदम साँझको समय भएर पनि होला एकदमै बाटोहरू एकदम जाम छ। अनि होइन मान्छेहरू चाहिँ आफ्नो कामबाट आफ्नो बाटो फर्केर चाहिँ अब गन्तव्य स्थानतर्फ चाहिँ फर्किरहेका हुन्छन्। त्यही भएर एकदमै बाटोको चाप चाहिँ एकदमै छ अनि धेरै बिजी छ बाटो रोडहरू। अनि आफ्नो यात्रालाई चाहिँ मैले यसरी अगाडि बढाइरहेको छु। एकदमै रमाइलो छ साँझको बेला होइन, एकदमै बत्तीहरू झिलिमिली। अनि म आफ्नो यात्रालाई चाहिँ यसरी बढाउँदैछु। हुन्छ, अहिलेलाई यो भिडियो यति है।